अब कसो गर्नाले रोग कम्ती हुन्छ त? कसो गर्नाले भन्दा ठिक्क खानाले रोग कम्ती हुन्छ भन्नुहुन्छ। भेट्दा चाहिँ खाएको खाकै खाएको खाकै खाएको खाकै, नभेट्दाखेरि चाहिँ छैन हुन्छ। मिठो भेट्यो भने हातले छुने गरी खाएको छ, होइन? छैन भने छैन। अब रोगी भयो कि भएन? कहिले 10 बजी खाएको छ, कहिले 5 बजी खाएको छ, कहिले दिउँसो भने 3 पल्ट खाएको छ, बेलुका खाएको छैन। यो कुनै ताल सुर छ त हाम्रो? कुनै नियम छ भन्नुहोस् जीवनको? अनि पानी चाहिँ खाएको खाकै खाएको खाकै गर भन्छ फेरि डाक्टरले। त बिरुवालाई पनि पानी हालै गऱ्यो भने बाँच्छ कि मर्छ? मर्छ। पानी पनि त लिमिटले खानु पर्यो। कति खाने? अहिले त बिहानै 5 लिटर खाएको। जलोदर बनाउन आँटो। पानीले बढ्ने, पेट बढ्ने रोगलाई जलोदर भनिन्छ। प्रियजन, यस्तो बनाइसक्यो। अहिले मान्छेको भुँडी धेरै लागेको पानी पिएर पनि हो। पानी पिएको पिए, किनभने यो भुँडी त बढ्दै गर्छ अनि घट्दैन फेरि। यो छालाले बनेको हुन्छ, बढुन्जेली बढ्छ, फेरि घटाउनु पर्यो भने खुम्चिन्छ। यस्तो हुन्छ। त्यस कारणले ठिक्क ग्रहण गर भन्छ, ठिक्क हरेक कुरालाई भन्दा के भन्छ त भन्दा एकदम इष्ट आर विहारस्य, एकदम इष्ट होस्, जतिले आफूलाई सन्च हुन्छ त्यति मात्रै ग्रहण गर्नु पर्यो। सुत्ता कहिले 10 बजी पनि सुत्दैन, कहिले बेलुकै सुत्छ, कहिले बिहान 3 बजे उठ्छ, कहिले बिहान 10 बजीसम्म उठ्दैन। न त सुताइको नियम छ, न खाइको, न हिँडाइको नियम छ, न केही। भएपछि रोग लाग्छ कि लाग्दैन भन्नुहोस् त? पक्का लाग्छ प्रियजन। त्यसो हुँदा यी सबै कुराको आहार विहारको ठिक्क नियम चाहिन्छ, तब रोगबाट मान्छे मुक्त हुन्छ।